Good afternoon. Hey, last night 0139 hours मा एउटा सोर्स इन्फर्मेसन हाम्रोमा आएको थियो। त्यो सोर्स इन्फर्मेसनको आधारमा हामीले लेट नाइट हामीले एउटा ट्रक इन्टरसेप्ट गर्यो है। त्यो ट्रक इन्टरसेप्ट गरेर रोकेर हामीले त्यो ट्रक सर्च गर्दाखेरि चाहिँ के पायो भन्दाखेरि वी रिकभर्ड अराउन्ड 815 grams अफ ब्राउन सुगर है। यो ब्राउन सुगर चाहिँ तपाईको 731 पाउचेसमा थियो है। सो यसमा चाहिँ सर्च गर्दाखेरि हामीले त्यो गाडीभित्र चाहिँ अब यो पनि रिकभर गर्यो। साथै साथ हामीले 3 जना केटा उहाँको नाम छ अमर मुखिया, दावा छिरिङ शेर्पा र तारा कामी, उनीहरूलाई चाहिँ हामीले अरेस्ट गरेको छ। सो आज उहाँहरूलाई चाहिँ पुलिस रिमान्डको लागि हामीले कोर्टमा उनीहरूलाई प्रोड्युस गर्दैछ है। सो यो जुन चाहिँ यो केस भयो, जुन चाहिँ यो सिज भयो ड्रग्स, यसमा चाहिँ टिममा थियो हाम्रो एसडिपिओ जोरथाङ मिङ्गुर टेम्पो नाटिक, त्यहाँदेखि उसको साथमा इट वाज अ जोइन्ट अपरेसन। त्यहाँदेखि हाम्रो एसएचओ जोरथाङ पिआई उमेश प्रधान पनि हुनुहुन्थ्यो, त्यहाँदेखि हाम्रो एसएचओ मल्ली पिआई किशोर छेत्री पनि हुनुहुन्थ्यो है। सो जुन प्रकारले हामीले पक्रियो त्यहाँदेखि हामीले लिगल प्रोसिडिङ्समा हामीले यो जुन चाहिँ इन्सिडेन्ट भयो हामीले केस रेजिस्टर गरेको छ। यो केस चाहिँ हामीले एनडीपीएस एक्ट लगाएको छ यसमा, त्यहाँदेखि हामीले साडा एक्ट पनि लगाएको छ, त्यहाँदेखि हामीले बीएनएस एक्ट पनि लगाएको छ। सो यसमा चाहिँ अब हेऱ्यो भने आई थिङ्क मिडियामा फेसबुक जो हेर्नुहुन्छ तपाईँहरू पब्लिक, आई थिङ्क इट इज अलरेडी क्लियर कि इट इज अ भेरी बिग अमाउन्ट भनेर हैन। 815 grams भन्ने छ। यो चाहिँ हाम्रो नलेजमा हेर्दाखेरि पनि सिक्किममा अहिलेसम्मको लागि यो चाहिँ हाइएस्ट हुनुपर्ने। सो इट इज अ गुड जब हाम्रो टिम जो यहाँ हुनुहुन्छ, यु क्यान सी फर योरसेल्फ, उहाँले एकदमै राम्रो काम गर्नुभएको छ। राति अब यो सुन्दा फेरि इट साउन्ड्स भेरी सर्ट, अब यो भयो त्यो भयो भनेर, बट इट वाज अ भेरी भेरी लङ अपरेसन एन्ड इट वाज अ भेरी लङ अपरेसन है। सो यसमा चाहिँ के छ भन्दाखेरि अब क्वान्टिटी सिज्ड इज भेरी बिग। आई थिङ्क वी फिल प्राउड अल्सो द्याट अब यति बेसी क्वान्टिटी चाहिँ अब पब्लिकमा गएन भनेर। बट वाट इज वरिङ भन्दाखेरि इभन हामीहरू अफसर्स भएर चाहिँ वी आर डिस्कसिङ दिस थिङ। यसमा वरिङ कुरा चाहिँ के छ भन्दाखेरि अब यो जुन चाहिँ 815 grams छ, यसको मार्केट भ्यालु हामी हेर्दाखेरि एप्रोक्स 30 to 40